सो बिफोर स्टार्टिङ दिस भिडियो तपाईहरुलाई एउटा डिस्क्लेमर के भन्न चाहन्छु भने यदि तपाईहरुलाई निरन्तर बोलिरहेको भिडियो मन पर्दैन भने यो भिडियो तपाईहरुले स्किप गर्न सक्नुहुन्छ। तर यसको मतलब यो होइन कि आज मैले मेरो फिटनेस जर्नीलाई क्विट गरे वा भनौं आज डिस्कन्टिन्यू भए र मैले यो भिडियो बनाइरहेको छु। आज पनि म बिहान मर्निङ वक गए र इभिनिङमा पनि साइकल राइड गएको छु। तथापि आई वान्ट टु ह्याभ अ रियल टक, त्यही भएर आज मैले यो प्रत्यक्ष बोलिरहेको छु। डे 70 सम्म आइसक्दाखेरि अनेस्टली एउटा कुरा के सिकेको छु भन्दा फिटनेस जर्नी सोचे जस्तो हामीले युट्युबमा हेरे जस्तो सजिलो चाहिँ पटक्कै हुने होइन रहेछ। किनभने स्क्रिन अगाडिको जुन प्रोग्रेस त सबैले देख्छ, तर स्क्रिन पछाडि भएको रियल स्ट्रगल, त्यो दुःख, त्यो पसिना बगाई, त्यो भोगाई कसैले देख्दैन। डे 70 सम्म आइसक्दा सुरुको दिनहरुमा मेरो पनि मोटिभेसन एकदमै हाई थियो, तर दिन बित्दै जाँदा त्यो मोटिभेसनहरु क्रमशः जिरोमा आइपुग्यो। केही दिनहरु त वर्कआउट स्किप गर्न अल्छी लाग्ने, भनौं न जिउ दुख्ने, मनै नलाग्ने वा उठ्न नसक्ने। केही दिन त यस्ता पनि थिए कि उठे पनि म मर्निङ वक स्किप गर्थेँ। त्यसैले यदि तपाईहरुले मेरो भिडियो हेर्नुहुन्थ्यो भने म बिहान मर्निङ वक छुटाएको बेला म इभिनिङ साइक्लिङ वा रनिङ गरेर भए पनि आफ्नो कोटा पुर्याउने गर्थेँ। तर यो जर्नीले मलाई के सिकाएको छ भन्दाखेरि त्यो सबै कुराहरुलाई यदि तपाईले रियल प्रोग्रेस चाहनुहुन्छ भने आफ्नो त्यो फिलिङ भन्दा माथि उठ्नै पर्छ र रियल प्रोग्रेस त्यतिखेर मात्रै अचिभ हुन्छ जब तपाईले आफ्नो फिलिङलाई पुट डाउन गर्नुहुन्छ। यो जर्नीमा मलाई केही व्यक्तिहरुले सोध्नुहुन्छ कि तिमीले यत्रो बेर फिजिकल फिटनेसलाई टाइम दिइरहेको छौ, आफूले टाइम लगानी गरिरहेको छौ, तथापि म तिमीमा भिजुअल प्रोग्रेस देख्दिन भनेर पनि कतिले गर्नुहुन्छ। तर म उहाँहरुलाई के भन्न चाहन्छु भने फिजिकल ट्रान्सफर्मेसन भनेको 7 दिनमा आउने भिजिबल रिजल्टको प्रोसेस होइन। यो कन्सिस्टेन्टली डेली चोइस, मोटिभेसन, डिसिप्लिनबाट आउने एउटा इन रिजल्ट हो। त्यसैले आज म डे 1 मा भन्दा डे 70 मा पक्कै पनि बेटर फिल गरिरहेको छु, नट फिजिकल्ली अन्ली बट मेन्टल्ली अल्सो। त्यही भएर यदि तपाईहरु पनि केही समयदेखि फिजिकल्ली फिट हुन्छु भनेर चाहिँ परिकल्पना वा सोचिराख्नु भएको छ भने द राइट टाइम इज नाउ। नट फिजिकल्ली अन्ली बट अल्सो अरु कुराहरु तपाईहरुलाई यदि मन लागिरहेको छ, तपाईको गोलमा काम गरौँ वा भनौं केही सिकौँ भन्ने मन लागिरहेको छ भने डोन्ट बी लेट, किनकि थोरै प्रोग्रेस पनि जिरो प्रोग्रेस भन्दा जहिले पनि धेरै हुन्छ। यो थियो आज मेरो डे 70 को स्टोरी। बाँकीको स्टोरी क्रमशः तपाईहरुलाई भन्दै नै जानेछु।